गाइस हामी आज 1 किलोमिटरबाट हामी तपाईहरुलाई बिरतामुडको बाटोहरू देखाउन जाँदैछौँ। यो चाहिँ भद्रपुर रोड भनिन्छ र यो भद्रपुर रोड चाहिँ यो बाटो हुँदै हामी चन्द्रगढी भद्रपुर अनि इन्डियाको बोर्डरसम्म पुग्नेछौँ। तर हामी चाहिँ अहिले 1 किलोमिटरदेखि हामी बिरतामुडतिर जाँदैछौँ। बिरतामुडतिर हाम्रो सानो एउटा काम छ। काम भन्नाले एउटा बुक किन्नु पर्ने छ। त्यहाँसम्म जाने क्रममा हामी तपाईहरुलाई यो बिरतामुड को बाटो देखाउँदैछौँ, भद्रपुरको बाटो। यो चाहिँ किनभने भर्खर धेरै भइसकेको छैन, लगभग 2 वर्ष समथिङ भएको छ हैन यो बाटो बन्नेको। यो बाटोमा पनि अहिले अब डिभाइडरतिर अब यो फुलहरू रोप्ने चाहिँ धेरै भइसकेको छैन। 1-1.5 वर्ष भयो यो फुलहरू रोप्नु थालेको हैन। त्यही क्रममा अहिले अब बनिसकेपछि अब यो चाहिँ अलमोस्ट बनिसकेको छ। त्यो क्रममा चाहिँ यो बाटो कस्तो देखिन्छ भनेर हामी तपाईहरुलाई देखाउन खोज्दैछौँ। जुन अब यो बोट बिरुवाहरूले जति पनि अब बिरतामुडको सुन्दरीकरणको लागि रोपिएको छ र जति पनि अब अहिले यो बोट बिरुवाहरू लगाइसकेपछि यो डिभाइडरतिर लगाइसकेपछि र सरसफाइको ध्यान दिएपछि जे होस् अब यो अहिले भद्रपुर रोड जति राम्रो देखिन्छ। अहिले अब यो यस्तो खालको फुल बोट बिरुवा लगाएको अरू ठाउँ बाटो बन्नेको छैन बिरतामुडतिर। यो चाहिँ पहिलो भद्रपुर जाने बाटोमा चाहिँ पहिलो यो बिरतामुडमा यस्तो खालको बोट बिरुवा सहितको बाटो बनाइएको छ 4 लेनको। त्यही क्रममा अब आज हामी तपाईहरुलाई देखाउँदै जाँदैछौँ र यसरी अब यो अहिले बनिसकेपछि चाहिँ निकै नै राम्रो भइसकेको छ। तर अझै पनि अब यो बाटो चाहिँ कम्प्लिट भइसकेको छैन अरे उता भद्रपुर जाने बाटो। तर अब अहिले अब यसरी यहाँ जुन अब बिरतामुड एरियामा चाहिँ अब बनिसकेपछि धेरै नै राम्रो देखिँदैछ। अब अहिले अब हामी बिरतामुड आइपुग्नु लागिसक्यौँ। अब यो चाहिँ मुक्तिचोक आइपुग्नु लागिसकेको छौँ हैन। हामी मुक्तिचोकदेखि अलिकति माथि अब सन्चरे रोडसम्म जानेछौँ। त्यहाँनिर एउटा बुक पसलमा गएर एउटा बुक किन्नु पर्ने छ। गाइस है, हाम्रो बिरतामुड चाहिँ यस्तो छ है। तपाईहरुकोतिर कस्तो के छ हैन, कमेन्ट, लाइक, शेयर, सब्स्क्राइब पनि गरिदिनु होला भन्दै यसरी आज अब जुन यो मुक्तिचोकको जुन यहाँनिर एउटा स्ट्याचु देख्नुभएको छ, मूर्ति देख्नुभएको छ, अब यो पनि केही दिनपछि भत्काउँछ होला सायद। अब अलिक अगाडिसम्म अब एसियन हाइवे बन्दै आउँदैछ। अब यसलाई यो माझबाट हटाउँछ, तर हटाउँछ भत्काउँछ के गर्छ हैन, अब कस्तो के निर्णय गरेका छन्। तर यहाँ चाहिँ अब बिरतामुडको जुन मुटुमा चाहिँ फ्लाइओभर ब्रिज बन्ने छ। अलिक पछि अब बिरतामुड कस्तो हुन्छ होला, अब फ्लाइओभर भइसकेपछि चाहिँ जान्छ र अझै पनि एउटा बिरतामुडको एट्र्याक्सन बढ्छ पनि, अब बढ्छ पनि घट्छ पनि, कस्तो के हुन्छ अब अहिलेसम्म चाहिँ थाहा छैन। गाइस, अब हामी हाम्रो गन्तव्यसम्म आइपुग्नु लागिसक्यौँ। आजको भिडियो यतिसम्म नै है।